बुझेको र प्रत्येक ठाउँको कुरा गर्दा त्यो लोकेसन पनि उहाँले याद गर्नुभएको देख्दा साँच्चै चाहिँ हामीले अपनत्व महसुस गर्ने ठाउँ पायौँ। मेमोरी पावर कडा रहेछ प्रधानमन्त्रीज्यूको। मेमोरी पावर पनि कडा र खुसीको कुरा त अर्को के लाग्यो भने जसरी बाहिर मिडियामा अलिकति अप्ठ्यारो हुनुहुन्छ, कम बोल्नुहुन्छ भन्ने खालको थियो नि, त्यो यति एउटा प्रेसर फिल हुने वातावरणै भएन कि मजाले इजी वातावरण फिल भयो। आवश्यक परेका कुराहरूमा मजाले दोहोरो फेरि फेरि भन्नुहोस् त, ल त्यसलाई क्लियर गर्नुहोस् त भनेर यसरी इजिली कुरा राख्नुभयो। अझ त्योभन्दा खुसीको कुरा चाहिँ के भयो भने हाम्रो दशरथ चन्द विज्ञान विश्वविद्यालय, गेटा विश्वविद्यालय भनौँ, त्यो गेटा विश्वविद्यालयको बारेमा त उहाँले त्यहाँको कुरा यति धेरै बुझ्नु भएको रहेछ, खै फाइल लिएर आउनुभएको छ भने म अहिले साइन गरिदिन्छु सम्म भन्नुभयो कि त्यो देख्दा चाहिँ हामी एकदमै उत्साहित पनि भएका छौँ भने विश्वस्त पनि भएका छौँ। म आफै पनि सुदूरपश्चिमको विकासको मोडेल तयार गर्नुपर्छ भनेर अगाडि बढ्ने प्लानमा म थिएँ। त्योभन्दा पनि उहाँ चाहिँ अझ बढी चासो देखाएको देख्दाखेरि हाम्रा ती अल्पकालीन, मध्यकालीन, दीर्घकालीन योजनाहरू हामीले अब चाहिँ साँच्चै ल्याउनु पर्ने रहेछ भन्ने हामीलाई महसुस भएको छ। यहाँको यो पहिलो भेट हो प्रधानमन्त्रीज्यूसँग अथवा पहिला पनि भेटिसक्नु भएको थियो? भेट चाहिँ भएको थियो, मेरो सचिवालयमै भेट भएको थियो र त्यसरी फर्मल्ली भन्दा चाहिँ पहिलो भेटै भन्नुपर्छ। कस्तो भयो पहिलो भेटको स्मरण? असाध्यै सहज महसुस भयो। हाम्रा कुराहरूलाई मजाले सुनिदिनुहुन्छ र त्योभन्दा पनि खुसीको कुरा के लाग्यो भने त्यो डिसिजन गर्ने, एक्ज्याक्ट डिसिजन गर्ने जो क्षमता, त्यसको चाहिँ म प्रशंसा गर्छु। डिसिजन पावर एकदम स्ट्रङ पाउनुभयो। एकदम विकासका मुद्दाहरूमा अब अरूले भने जस्तै लामो कुराहरू जोडेर भन्दा पनि उहाँले चाहिँ पोइन्टमा नै त्यो खालको खोजी चाहिँ गर्नु हुँदो रहेछ। मलाई पनि त्यो कुरा चाहिँ मनपर्छ, किनभने भूमिका बाँध्नु भन्दा पनि आवश्यकता के हो, त्यो आवश्यकताको बारेमै छलफल गर्ने हो र त्यसको उपायका विधिहरू के हुन्, कसरी उपाय निकाल्न सकिन्छ भन्ने कुरामै हो छलफल।